हेलो अनि नमस्ते सम्पूर्णलाई स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा आमा अनि छोरा च्यानलमा हामी चाहिँ वर्षे जान्दैछ अनि म चाहिँ कतिपल्ट गइसकेको वर्षे चाहिँ लास्ट इयर पनि गएको थिएँ तर मेरो यहाँ स्टाफहरु चाहिँ जानु भएको छैन रहेछ अनि एक दुई जना स्टाफ चाहिँ त्यही भएर चाहिँ हामी उहाँहरुको लागि चाहिँ जाँदै गरेको अनि मेरो गाउँको भाइहरु पनि चाहिँ एक दुई जना स्कुटीमा पनि आउँदैछ दुई जना चाहिँ अनि मैले चाहिँ हजुरहरुलाई भिडियो बनाइदिएको छु है हेर्नुस् यहाँबाट चाहिँ गोर्खे कहाँ हो यो हिले यो हिले हो हैन नमस्कार चारा ड्युटीमा कति दिन भयो ऊ चाहिँ हो हाम्रो गाउँको भाइ जसको ड्युटी चाहिँ 1 महिना अगाडिदेखि यहाँ थियो सिजन लागेको छ अहिले चाहिँ हैन तर हामी चाहिँ लास्टमा मात्रै आइसौँ किनभने यति बेसी फुलहरु फुलेको थियो अरे हैन अनि हामी चाहिँ लास्टमा आएर अब सायद कम्ती भेट्छौँ होला राजु हाई हाई फुर्दैन लास्ट इयरसम्म चाहिँ टिकट चाहिँ यहाँ हैन अनि के माथि नै गर्नु पर्थ्यो हैन वर्षेको त्यो गेटकै त्यहाँनिर हिँड्ने अब बाटोको गेटको त्यहाँनिर तर यहाँ गर्दो रहेछ अहिले चाहिँ एकजनाको चाहिँ 100 रुपैयाँ रहेछ अनि योपालि चाहिँ यति बेसी टुरिस्ट आएको देखेको हैन हामीले चाहिँ ड्राइभरलाई हेलो म चाहिँ सविता म्यामको च्यानलमा बोल्दैछु अन्त चाहिँ हामी चाहिँ भर्खर यहाँ हिले आइपुग्यो अन्त हामी चाहिँ यहाँ गाडीबाट चाहिँ निक्ल्यो हैन निक्लिसकेर चाहिँ अब गाडी यहाँ राख्ने जग्गै नभएर चाहिँ माथि आइरहेको छौँ त्यहाँदेखि चाहिँ अब यहाँबाट चाहिँ हामी हिँडेर जानेवाला छौँ अब यहाँदेखि चाहिँ हाम्रो हिँड्नु पर्ने रहेछ अब याद त थिएन म चाहिँ फर्स्ट टाइम आएको मेरोमा चाहिँ म चाहिँ अन्त चाहिँ अब यहाँबाट चाहिँ निक्लिनु पर्ने र अब हाम्रोमा यति बेसी सामान चाहिँ अब हामी बोकेर हिँड्न सक्छौँ कि सक्दैनौँ कि हेलो गाइस हामी चाहिँ आइपुगेको छ अन्त यहाँ तपाईँले हेर्न सक्नुहुन्छ only 5 किलोमिटर्स 5 किलोमिटर त अब चिकन हिँड्नुपर्छ चिकन गाइस हाउडे देखिरहेको छ आमा कडाल्छ यो फर्स्टको यो माइलस्टोन छ स्वागत छ तपाईहरुलाई गुराँस कुञ्जमा भने मेजर शिवन्ने के छ यसमा को अवस्था जे होस् वर्षे चाहिँ अरूको फोटोमा मात्रै दामी लाग्यो हिँड्नु पर्दा चाहिँ यो फेरि एसबिआई को हिरो एसबिआई जोरथाङको हिरो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल भन्न मिलेको छैन होइन गाइस यहाँ चाहिँ के भन्छ मेरो मम्सहरू चाहिँ अलिकति के खानु हुँदैछ म चाहिँ डुल्नु गएको यो मेरो
खानु नि खानु चाहिँ प्लान गरिने है तपाईँलाई कस्तो लागिरहेछ भन्नुहोस् यहाँ चुबार बसेर खा कोक बेसी खानु भएको छ तपाईँले भरे पछि नुच्छ अब ल ल राजु भाइ अघि खाएर बस्यो नि खुट्टा दुख्यो अन्त We are going back from Barse to our home. भाडा यति दूर छ घरमा we enjoy the lot है अन्त त्यहाँदेखि चाहिँ के गरिहाल्नु मैले भन्दाखेरि मैले चाहिँ एकदमै कस्तो तपाईँले देख्यो पर्पल कलरको रोडोडेन्ड्रन हजुर देखिन होला मैले त्यो चाहिँ कस्तो हाउ इज द एक्सपिरियन्स आजको चाहिँ एकदमै बेस्ट म होइन इभन म एक्सप्लेन पनि गर्न सक्दिनँ नि त मलाई चाहिँ के होइन कि अरू रोडोडेन्ड्रन देख्दा केही लागेन कि पर्पल देख्दा चाहिँ एकदमै मन पर्यो फेल इन लभ टोटली अन्त चाहिँ रफ्तार चल्दैछ ल उता ट्रेजेडी पऱ्यो हिँड्नु नसकेको अवस्था आमा छोरा चाहिँ आज एकदम म चाहिँ हिँड्नु सकिरहेको छु कि तर मम्मीलाई पर्खिदिएको नि ए धन्यवाद धेरै के मजाको जग्गा लाग्छ मलाई यस्तो धुम्म हुने जग्गा अब यो क्याप चाहिँ कसले पनि लगाएन रहेछ लाउनै बिर्सेछ अघि चाहिँ फर्किँदा चाहिँ मैले लगाइदिएको हाम्रो ग्रुपको कति साथीहरू चाहिँ अगाडि नै गइसक्यो हामी कति चाहिँ पछि छोडेको छौँ अलिक हिँड्नु नसक्नेहरू चाहिँ म चाहिँ अझै हिँड्नु सकेकै छुइनँ आज चाहिँ किनभने अलिक बिसन्चो पनि भएको थिएँ सो म चाहिँ यो भिडियो यही एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ आवर भिडियो